पवित्रतामा जिउनु आवश्यक छ। पवित्र जिउनु भनेको चाहिँ व्यभिचारमा मात्रै नलाग्नु, चोरी मात्रै नगर्नु, 10 आज्ञामा लेखिएको त्यो कुराहरूलाई मात्रै पालन गरेर अरू जस्तो जीवन दिए पनि हुन्छ त्यो होइन। पवित्रता भनेको चाहिँ नि ख्रीष्टको वचनलाई समातेर हिँड्नु हो। आमेन। हामी सबैजनाले निकालौँ न रोमी 12:2 अध्यायलाई। रोमी 12:2 के लेखिएको छ तपाईहरु एकजनाले झट्टै निकालेर पढिदिनु होला। रोमी 12:2 यसरी लेखेको छ, यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा यस संसारको ढाँचामा नचल। यस संसारको ढाँचामा नचल। पढ्नुस्। तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तन हो। तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिनीहरूले जान्न सक। हालेलुया। र परमेश्वरको असल र ग्रहणयोग्य र सिद्ध इच्छा चाहिँ के हो त त्यो चाहिँ तिमीहरूले जान्न सक। यहाँनिर भनेको छैन तेरो बाल्यकाल चाहिँ यस्तो फलानामा बित्यो अब तँलाई चाहिँ म हेर्दिनँ, तर होइन, ग्रहणयोग्य भनेको चाहिँ ग्रहण भन्ने कुरा चाहिँ नि अहिलेको अहिले हुन्छ। केही कुरा तपाईँलाई मैले अहिले दिएँ भने तपाईँले अहिले नै त्यो कुरालाई लिनुहुन्छ, ग्रहण गर्नुहुन्छ। अहिले दिँदैछु मैले, होइन म भोलि अहिले एकछिन घर पुगेर आउँछु अनि त्यो कुरालाई लिन्छु भन्नुहुन्न, अहिले नै लिनुहुन्छ। ग्रहण योग्य अहिले नै दिने जीवन चाहिँ कस्तो छ त्यो चाहिँ तपाईँहरूले जान्नु पर्यो, मैले जान्नु पर्यो, हामी सबैले जान्नु पर्यो। परमेश्वरको इच्छा चाहिँ मेरो जीवनमा के छ त? संसारको ढाँचामा चल्नु भएन। आज संसार कुन परिस्थितिमा गइराखेको छ, संसार कुन परिस्थितिमा गइराखेको छ त्यो तपाईँहरूको मतलबको कुरा होइन, हाम्रो मतलबको कुरा होइन। हाम्रो मतलबको कुरा चाहिँ परमेश्वरको इच्छा के छ त्यो जान्नु हो। हालेलुया।